नमस्ते साथीहरू, मेरो नाम पूजा हो। म 27 वर्षकी छु र गाउँघरदेखि शहरसम्म जसले देखे पनि राम्री भनेर भन्छन्। म कहिलेकाहीँ बजार जान्थे अनि सबैको नजर ममै अडिन्थ्यो। मेरा श्रीमानको नाम रोहित हो। हाम्रो विवाह भएको 1 वर्ष भइसकेको छ, तर अहिलेसम्म सन्तान भएको छैन। केही महिना अघि रोहितलाई मलेसिया एउटा राम्रो जागिर मिल्यो र उनी त्यतै गए। तबदेखि म शहरको ठूलो घरमा एक्लै बस्दै आएकी छु। एक साँझ रोहितको फोन आयो। म उनलाई भने म एक्लै बस्न डर लाग्छ, रातमा त झनै डर लाग्छ। उनले भने ठीक छ पूजा, तिमी घरमा कोही सहयोगी राख, जुन दिनरात तिम्रो साथमा बसोस् र सबै काम पनि गरून्। मलाई त्यो विचार राम्रो लाग्यो। अर्को दिन मैले एकजना सहयोगी राखे, उसको नाम थियो अर्जुन। ऊ करिब 24-25 वर्षको, हट्टाकट्टा, चिटिक्क परेको र सुसंस्कारी देखिन्थ्यो। काममा इमानदार र व्यवहार पनि राम्रो। उसले घरको काम सकेपछि कहिलेकाहीँ मसँग कुराकानी पनि गर्थ्यो र मलाई उसको साथ रमाइलो लाग्न थाल्यो। मैले रोहितलाई फोन गरेर भने मैले अर्जुनलाई सहयोगी राखे। ऊ सबै काम गर्छ र निकै असल केटा हो। रोहितले पनि अर्जुनसँग फोनमा कुरा गरे त मेरी श्रीमतीको राम्रो ख्याल राख, काम राम्रोसँग गर अनि बाहिर नजाऊ, घरमै बस। अर्जुनले भन्यो हुन्छ मालिक, तपाईँ निश्चिन्त हुनुहोस्, म मालकिनको राम्रो ख्याल राख्नेछु। एक दिन दिउँसो मेरो स्वास्थ्य अलिक नराम्रो भयो। टाउको भारी भयो र ज्यान पनि थकित लाग्यो। ठ्याक्कै त्यही बेला रोहितको फोन आयो। म उनलाई भने आज अलिक बिरामी छु, टाउको दुखेको छ। उनले भने आराम गर है पूजा, धेरै अप्ठ्यारो भए डाक्टरलाई देखाउनु। थोरै बेरपछि अर्जुनले सबै काम सकेर सोध्यो, मालकिन तपाईलाई के भयो, बिरामी जस्तो देखिन्छ। मैले भने हो, टाउको दुखेको छ। उसले भन्यो म तपाईको टाउकोमा तेल लगाएर मालिस गरिदिउँ, आराम पाउनुहुन्छ। सुरुमा त मैले अस्वीकार गरे, तर उसले मन जित्ने गरी भनिरह्यो। अन्ततः मैले सहमति जनाए। ऊ भान्साबाट तेल तातो पारेर ल्यायो र मसँगै बसेर शान्तिपूर्वक टाउको मसाज गर्न थाल्यो। उसको हातको स्पर्श नरम र सहज थियो। मलाई बिस्तारै हलुका महसुस हुन थाल्यो। जब मालिस सकियो म धेरै आराम महसुस गरिरहेकी थिएँ। त्यसपछि मैले उसलाई भने त छेउमै बस। अर्जुन सोफामा आएर बस्यो। हामी बीच कुरा हुन थाल्यो। उसले आफ्ना गाउँका कुराहरू गरियो, आमा बुबाको खेती गर्ने पेशा अनि सहर आएको कारणहरू। उसको कुरा सरल र सिधा लाग्यो, जसले मलाई भित्रैदेखि छोयो। यसो गर्दै जाँदा हाम्रा कुराकानीहरू बढ्न थाले। काम सकेपछि ऊ प्राय मसँग बस्ने गर्थ्यो अनि हामी हाँस्दै कुरा गर्थ्यौं। उसको बोली, हिँडाइ अनि सहज व्यवहारले मलाई शान्ति मिल्थ्यो। एक दिन रोहितको फेरि फोन आयो। मैले भने अर्जुन साँच्चीकै राम्रो केटा हो, मसँग असल व्यवहार गर्छ र सबै काम मन लगाएर गर्छ। मलाई उसँग कुरा गर्न मन लाग्छ। रोहितले हाँस्दै भन्यो, यो त राम्रो कुरा हो पूजा, उसैसँग मिलेर घर चलाऊ, केही चाहिएको भए उसैलाई भन। मैले पनि हाँस्दै भने यस्तो सहयोगी फेरि पाइन्छ जस्तो लाग्दैन। रोहितले हाँस्दै टुङ्ग्याए, बस तिमी खुसी हुनु। अब अर्जुन मेरो दैनिकीको एक हिस्सा बनेको थियो। बिहानै ऊ काम गर्थ्यो अनि काम सकेपछि मेरो छेउमा बस्थ्यो। कहिले हामी पुराना दिनहरूको कुरा गर्थ्यौं, कहिले सहर गाउँको फरकमा हाँस्थ्यौं, कहिले पुराना फिल्महरू र गीतहरूको चर्चा गर्थ्यौं। उसको साथले मेरो एक्लोपन हराउँदै गयो। समय सरल हुँदै गयो अनि म भित्रै महसुस गर्न थाले, जीवन कहिले कहिले अनपेक्षित सम्बन्ध मार्फत सहज बन्छ। एक दिन बिहानै अर्जुनले भान्सा सफा गर्दै गर्दा मैले चुपचाप उसको हेराइ हेरिरहेकी थिएँ। उसको अनुहारमा कुनै घमण्ड थिएन, बरु एक किसिमको सरलता थियो जुन शब्दले भन्दा अनुभूतिले बुझिन्थ्यो। ऊ काममा लीन थियो, तर कहिलेकाहीँ हेर्दा हेर्दै म आफै मुस्कुराइदिने गर्थे। ऊ त्यो महसुस गर्दथ्यो तर केही कहन्थेन। त्यस दिन दिउँसो ऊ काम सकेर फेरि मेरो छेउमा आयो। हामीले चिया सँगै पियौं। चियाको चुस्की सँगै हामी गाउँका मेलाहरू, दशैं तिहारका सम्झनाहरू अनि बाल्यकालका घटनाहरूमा रमायौं। अर्जुनको कथा सुन्दै गर्दा मलाई लाग्यो ऊ कुनै रमाइलो किताब हो जुन कहिल्यै पूरा नहोस् जस्तो लाग्ने। एक दिन म केही दुखी थिएँ।
किन भन्ने थाहा थिएन। सायद रोहित टाढा हुनुको पीडा थियो वा सायद त्यो अनुहार जुन म हरेक दिन देख्थे त्यससँग धेरै नजिक भएर फेरि पनि अलमलिन लागेको थिए। अर्जुनले त्यो महसुस गर्यो। उसले सोध्यो, आज तपाईको मुहार अलि फरक देखिन्छ मालकिन, केही भयो? मैले टाउको हल्लाएँ तर आँखाबाट आँसु खस्न थाले। उसले केही नबोली एक ग्लास पानी ल्याएर हातमा दियो। मैले बिस्तारै भने, कहिले काहीँ नजिक भएकाहरू पनि टाढा लाग्छन् अर्जुन। ऊ केही बेर चुप रह्यो। अनि बिस्तारै भन्यो, कतिपय कुरा समयसँगै मिल्न थाल्छ पूजा दिदी। म यही छु, तपाईँ एक्लो महसुस नगर्नुहोस्। त्यस दिनदेखि मैले उसलाई अरू नजरले हेर्न थालेकी थिएँ। उसको बोली, उसका काम, उसको उपस्थिति, यी सबै अब केवल सहयोगी जस्तो लाग्न छाडेका थिए। ऊ मेरो दैनिक जीवनको हिस्सा मात्रै होइन, अब मेरो मनको एउटा कोमल कुनामा पनि बस्न थालिसकेको थियो। समय बिस्तारै बित्दै गयो। रोहितको फोन नियमित आउँथ्यो। ऊ सधैँ व्यस्त हुन्थ्यो, छोटो कुरा गरेर फोन राख्थ्यो। कहिले काहीँ त उसलाई के कस्ता कुराहरू पनि भनिन्थे जुन सायद उसले सुन्ने समय राख्दैनथ्यो। ऊ आफ्नो जीवनमा व्यस्त थियो, म आफ्नो मौन जीवनमा। एक साँझ बर्सातको झरी परिरहेको थियो। म झ्यालबाट हेरिरहेकी थिएँ, गगन चिरिरहेको बिजुली अनि झरिरहेको पानी। अर्जुन एक कप कफी लिएर आयो। बाहिर हेर्नुहोस्, साँच्चै रमाइलो मौसम छ है, उसले भने। मैले हल्का मुस्कान दिएँ, हो तर भित्र झन् चिसो छ। अर्जुनले बिस्तारै ब्ल्याङ्केट मेरो काँधमा राखिदियो अनि सँगै बसेर भन्न थाल्यो, तपाईको साथमा बस्दा मलाई पनि परिवारको याद कम आउँछ। तपाईले मलाई एउटा घरको जस्तो अनुभूति दिनुभएको छ। त्यो बेलामा हामी बीच धेरै कुरा भएन। न आँखा झुकाइयो न बोली रोकियो। तर त्यो मौनता आफैमा गहिरो संवाद बनिसकेको थियो। त्यस दिन मलाई लाग्यो, सम्बन्धहरू कहिलेकाहीँ नाम र परिभाषा भन्दा धेरै माथि हुन्छन्। रात परेपछि म आफ्नो कोठामा फर्किएँ। झ्यालबाट हेर्दै गर्दा फेरि सोचे, जीवनले कहिले काहीँ अनौठो बाटो देखाउँछ, जुन बाटो न त पहिले थाहा थियो न त सोचेको। तर त्यो बाटोमा हिँड्दा मनले शान्ति पाउँछ। अर्जुन अब केवल मेरो घरको कामदार थिएन। ऊ मेरो दिनको सानी खुसी र मेरो रातको मौन मित्र बनिसकेको थियो। र म अझै आफ्ना भावनाहरूलाई स्पष्ट नाम दिन सक्दिनथे, तर यति थाहा थियो कि अब म एक्लो थिइनँ। एक दिन बिहान उठ्दा मौसम बिल्कुलै सफा थियो। पहेँलो घामले झ्यालबाट टाउकोमा किरण हाल्दै थियो। म ढोका खोलेर बाहिर निस्के। फुलबारीमा गुलाब फुलिसकेको थियो। अर्जुनले घर सफा गरिरहेको थियो। मलाई देखेर हल्का मुस्कुरायो। आज तपाईको मुहारमा केही विशेष चमक छ, उसले भने। मैले हाँस्दै जवाफ दिएँ, हुन सक्छ। मौसम राम्रो भएर होला। त्यो दिन हामीले सँगै खाना खायौं। उसले मेरो मन पर्ने परिकार बनाएको थियो, सादा तर स्वादिलो। म चकित भएँ। कसरी थाहा पायो मलाई के मन पर्छ? मैले सोधेँ। तपाईलाई हेर्दै गर्दा बुझिन्छ, उसले उत्तर दियो। त्यस दिन म दिनभर सोचे, ऊ मेरो लागि सधैँ सजग रहन्छ। सधैँ मभन्दा एक पाइला अघि सोच्छ। र म पनि दिन बित्दै जाँदा उसको ख्यालमा हराउन थालेकी छु। एक साँझ म घरको कौसीमा एक्लै बसिरहेकी थिएँ। आकाश कालो भइसकेको थियो तर मनमा अझै उज्यालो थियो। अर्जुन मसँगै आयो। हामी एकछिन शान्त बस्यौं। त्यसपछि उसले भन्यो, एक कुरा सोध्न मन लागेको छ, तर डर लाग्छ कतै तपाईँ रिसाउनु होला कि भनेर। मैले भने, के कुरा? अर्जुनले अलि तल्लो स्वरमा भन्यो, यदि तपाईलाई मेरो साथ मन पर्दैन भने म अर्को काम खोज्न सक्छु। तर यदि तपाईलाई मेरो उपस्थितिले शान्ति दिन्छ भने म सधैँ यहाँ रहन चाहन्छु। म केही क्षण बोल्न सकिन। त्यो कुराले मेरो मुटु गहिरो ठाउँसम्म छोयो। मैले बिस्तारै भने, तिमी कहिल्यै जानु पर्दैन। म तिमी बिना अब यो घर कल्पना गर्न सक्दिन। त्यो हाम्रो बीचको पहिलो साक्षात स्वीकृति थियो, भावना बोकेको तर शब्दहरूमा धेरै केही नबनेको। अर्जुनको आँखामा गहिरो शान्ति थियो। न कुनै लाज न कुनै हतार। ऊ केवल मेरो सामु बसेर मलाई हेरिरहेको थियो, त्यस्तै जसरी कुनै पुरानो साथी हेर्छ जसले सबै बुझ्छ तर केही माग्दैन। दिनहरू फेरि बित्न थाले। हाम्रो बीचको सम्बन्ध अब स्पष्ट थिएन तर दर्शाहरू बिस्तारै मिल्न थालेका थिए।
म रोहितलाई नियमित खबर दिन्थे, ऊ व्यस्त रहन्थ्यो। उसले कहिले पनि गहिरो कुरा सोध्दैनथ्यो, केवल सब ठिक छ भनेर सोध्दथ्यो। एक दिन रोहितले भने, सायद म अर्को वर्ष मात्र फर्किन सक्नेछु। कम्पनीले कन्ट्र्याक्ट बढाएको छ। मैले मुस्कुराउँदै भने, समस्या छैन, म यहाँ ठिक छु। रोहित टाढा हुँदै गयो, अर्जुन नजिकिँदै गयो। एक साँझ झरी परिरहेको थियो फेरि। अर्जुन र म भान्सामा सँगै बसेर चिया पिइरहेका थियौं। मैले एकछिन उसलाई हेरेर भने, जीवन अचम्मको छ है। जसलाई साथ दिनुपर्ने थियो ऊ टाढा छ, र जसलाई साथ मागेको थिए ऊ यहाँ चुपचाप बसेको छ। अर्जुनले मेरो तर्फ हेरेर भने, सायद भगवानले जसलाई आवश्यकता हो उसलाई नै नजिक पठाउँछन्। त्यो रात म छिटो निदाए। मन शान्त थियो। झ्याल बाहिर अझै झरी परिरहेको थियो, तर भित्र अब केही न्यानो थियो जुन मौनतामा पनि थाहा पथ्र्यो। र अब म यो बुझ्न थालिसकेको थिएँ, केही सम्बन्धहरू समाजको परिभाषामा अटाउँदैनन्। तिनीहरू केवल आत्मा र अनुभूतिमा बस्छन्। अर्जुन मेरो जीवनको एउटा यस्तो अध्याय बनिसकेको थियो जुन बिना जीवन अधुरो लाग्थ्यो, र त्यो भावना अब म लुकाउन सक्दिनथे। त्यसपछिका दिनहरू अझै गहिरा र न्यानो बन्दै गए। अर्जुन अब केवल मेरो सहायक थिएन, ऊ मेरो दिनको सुरुवात र रातको अन्त्य भएको थियो। हामी बीच केही बोलेर भन्नुपर्ने अवस्था थिएन, तर हरेक कुरा बुझिन्थ्यो, आँखाबाट हेराइबाट, मौनताको स्पर्शबाट। एक साँझ फुलबारीमा बस्दा मैले उसलाई सोधे, अर्जुन तिमी कहिलेसम्म यहीँ बस्ने सोचमा छौ? ऊ केही क्षण चुप रह्यो अनि उत्तर दियो, जहाँ तपाईँ हुनुहुन्छ त्यहीँ बस्न मन लाग्छ। तर म बुझ्छु म को हुँ, तपाईँ को हुनुहुन्छ। संसारले हाम्रो बारेमा के भन्ला त्यो तपाईँले म भन्दा बढी सोच्नुपर्ने हुन्छ। म बोल्न सकिन। त्यो वाक्य सिधा मुटुमा लाग्यो। मैले उसको हात समाए, केही समयको लागि, न त स्थायी बाचा दिन, न त लुकेर बाँच्न, केवल त्यो क्षण बाँड्न जुन हाम्रो थियो, निर्दोष थियो र सत्य थियो। तर सत्य सधैँ सरल हुँदैन। केही दिनपछि रोहितको फेरि फोन आयो। ऊ अलिक उत्साहित सुनिन्थ्यो। पूजा, अब कम्पनीले मलाई भारत पठाउने भयो। अर्को महिना म फर्कन्छु सधैँका लागि। हामी सँगै नयाँ जीवन सुरु गर्नेछौँ। मैले जबरजस्ती मुस्कुराउँदै भने, यो त राम्रो खबर हो। म पर्खिरहेकी थिएँ। फोन राखेपछि म निकै बेर चुपचाप बसिरहेँ। अर्जुनले मलाई हेर्दै सोध्यो, सब ठिक छ? मैले हौसला गर्दै भने, हो, रोहित फर्कँदैछन्। अब तिमीलाई अर्को काम हेर्नु पर्ला। ऊ केही बोलेन। उसले केवल सहमति जनायो आँखाले, अनुहारले। तर त्यो मौनता पहिलेको जस्तो शान्त थिएन। त्यो मौनता अब गरौँ थियो, विदाईको संकेत बोकेको। दिनहरू द्रुत गतिमा बित्न थाले। रोहितको आगमन नजिकिँदै थियो। म बाहिरी रूपमा सबै कुरा सामान्य जस्तो देखाउने कोसिस गर्थे, घर सफा गर्नु, सबै कुरा मिलाउनु, मुस्कान दिनु। तर भित्र म बिस्तारै भाँचिँदै थिएँ। अर्जुनले एक साँझ भन्यो, म अब जाने तयारी गर्दैछु। मेरो गाउँ फर्कने सोचमा छु। यहाँ धेरै सम्झनाहरू छन्। तपाईलाई कहिले बिर्सिन सक्दिन। मैले आफ्नो आँखा टाढा फर्काए, आँसु रोक्न सकिन। तिमी मलाई बिर्सिन सक्छौ अर्जुन? मैले बिस्तारै सोधे। नसक्दिन, उसले भन्यो। तर म यहाँ रहेर तपाईलाई असहज बनाउन चाहन्न। तपाईको जीवन तपाईको हो, म केवल एक पृष्ठ थिएँ, सायद अलिक लामो पृष्ठ। त्यो रात ऊ पहिलो पटक मेरो कोठाबाट बाहिर गयो एक्लै। हामीले बिदाई बोलेनौं, तर दुवैलाई थाहा थियो भोलि बिहान सब थोक बदलिनेछ। र बिहान ऊ थिएन। उसले ढोका बन्द गरेन, केवल खुल्लै छाड्यो, जस्तो कि एउटा विश्वासका लागि। केही घण्टापछि रोहित घर फर्किए। साथमा उपहार, मुस्कान र नयाँ सुरुवातका सपना लिएर। म मुस्कुराए। सबै कुरा सामान्य थियो। रोहित खुसी थियो। म चुपचाप उसको कुरा सुन्दै थिएँ। मनमा धेरै कुरा गुन्जिरहेका थिए, तर शब्दहरू खोइ हराए जस्तै। सायद अब जीवन फेरि सामान्य हुँदै गयो। सायद अर्जुन फर्कने छैन। सायद यो प्रेम कहिले कुनै नाम, कुनै अन्त पाउने छैन। तर एउटा कुरा निश्चित थियो, त्यो प्रेम साँचो थियो, शुद्ध थियो। त्यो प्रेमले मलाई बाँच्न सिकायो, महसुस गर्न सिकायो। र कहिलेकाहीँ यही पर्याप्त हुन्छ।
त्यसपछि जीवनले फेरि गति लियो तर मुटुमा अर्जुनको सम्झनाको एउटा कोमल थुङ्गा सधैँ फुलिरह्यो। न त्यसलाई कोही देख्थ्यो न बुझ्थ्यो तर म जान्दथे त्यो कहिले ओइलाउने छैन। केही महिनापछि जीवन फेरि पुरानै लयमा फर्किएको थियो। रोहित घरमै थिए, काममा लागेका थिए, म पनि घरको जिम्मेवारीमा व्यस्त भएँ। सबै कुरा ठिकठाक थियो, ठिक तर शून्य। धेरै पटक म त्यो फुलबारीमा बस्थे जहाँ हामी सँगै बस्यौं। कहिले काहीँ पुराना कपहरू निहाल्थे, त्यो झ्याल, त्यो सोफा, हरेक चिजले बोल्थ्यो। अर्जुन बोल्दैनथ्यो तर ऊ हरेक कुनामा बाँकी थियो। रोहितले कहिले सोधेन अर्जुन कहाँ गयो, सायद उसले थाहा पाएन, सायद थाहा पाएर पनि मौन रहन रोज्यो। एक दिन मैले अर्जुनको पुरानो एउटा डायरी जस्तो नोटबुक फेला पारे, उसले भान्सामा बुलेर छाडेको रहेछ। त्यसमा सानो लेख थियो, यदि कुनै दिन म हराए भने सम्झनु म तिमीमा थिएँ, तिमीमा छु र तिमीमै रहनेछु। म प्रेम थिएँ, मा थिएन। म साथ थिएँ, बोझ थिएन। अनि म बिर्सन लायक थिएँ तर तिमीले कहिले बिर्सन सक्दिनौ। त्यो पढेर म धेरै बेर चुप बसेँ। त्यस दिन मैले केही नबोल्ने, केही नगर्ने निर्णय लिएँ। किनकि कहिलेकाहीँ केही प्रेमहरू पूरा नहुनु नै तिनको पूर्तिता हो। र म फेरि बाँचिरहेकी छु। बाहिर शान्त, भित्र गहिरो। एउटा प्रेम लिएर जसले नाम त पाएन तर जीवन दिएर गयो। यति नै पर्याप्त छ।